बाट काट्नुपर्छ भन्छ कि र त्यसो गर्दा मेरो घर पुरै जान्छ र यो चाहिँ किन त्यस्तो भयो भने पहिला मैले नक्सा पास गरेर बनाएको हो उतापट्टि सार्वजनिक जग्गा हो खोला उता सार्वजनिक त यहाँ करिडोर त्यसै पुगिहाल्छ केही गर्नै पर्दैन कि खोला यता सिफ्ट भयो खोला चाहिँ यता सिफ्ट भयो नक्सामा उतै छ उहाँको घर नभत्किनलाई तपाईँले खोला सारिदिनु पर्यो हर्क साम्पाङ सर कुरो बुझ्नुभयो नि हेर्नुहोस् त मजाक तपाईँ एउटा संसद जस्तो मान्छेलाई यस्तो मजाक त्यो जनताहरूले के सोचेको कतिसम्म सोचेको रहेछ त विचार गर्नुहोस् हर्क साम्पाङज्यू हावाको भरमा जताततै कुद्ने काम नगर्नुहोस् बुझ्ने काम नगर्नुहोस् है तपाईँको त्यो प्रधानमन्त्री बन्ने जुन सपना छ त्यो पुरा हुन सक्छ कतिौँ चुनाव पछाडि होला तर यो हावा तरिकाले नहिँड्नुहोस् के तपाईँको पतन भइसक्यो के पतन भइसक्यो अझै पतन हुँदैछ म पनि तपाईँको ठुलो फ्यान थिएँ के अहिले म छैन यस्तै कारणले हो के